कोडोको ढिँडो यसले चाहिँ यसरी उडालेर खाइन्छ। यतिबाट खाँदा कोडोको ढिँडो कसै हेर्नु साथी योसँग कटनिसी खाइन्छ। हेर्नुहोस् जाडो मौसममा खाना यस्तै हो कि यार। यो चाहिँ पाल्पादेखिबाट आएको हो। रोल्पाको मान्छे पाल्पाको ढिँडो कस्तो होला अनि कटनिसी खानासँग मिठो बाख्राको भुँडीसँग ढिँडो है साथी हो। यसरी उडाउनु पर्छ यसरी चाहिँ लाउने जस्तो हो कि यार। उडाल्नु पर्छ यसरी लज्जा। चुलामा यो आगोमा पकाएको ढिँडो कति मिठो होला जस्तो साथी। चुलामा आगो हलेको छ। कति राम्रो बनिएको थियो यार। बस 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 त्यति राखेर मलाई वाह दामी छ। यो मौसम हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो माथि यस्तो बादल गरेको छ। यो बादल गरेको बेला खानुपर्छ अरे कि आङजिउ दुख्ने हातखुट्टा दुख्ने सबै चिज राम्रो हुन्छ अरे। त्यसैले चाहिँ आज यो विशेष गरेर कोडोको ढिँडो चाहिँ तपाईँको अघि नै बनाएको कटनिसी साथीहरू। कटनिसीसँग कस्तो लाग्छ सायद हजुरहरूलाई। हरियो सागपात पनि छ यहाँनिर। हेर्नुहोस् गाइस यो चाहिँ कोडोको ढिँडो यसरी मजाले आज खाइन्छ। यसमा घी पनि हाल्छन् नि देसी घी। होला यार देसी घी पनि हाल्छन् एउटा। नेपाली घी हाल्छन् देसी हाल्छन्। नेपाली घी आमसँग छैन देसी मरिच।